आमासँग तपाईँ कस्तो काम गर्ने पनि लेख्नु भएको छोरी त थ्याङ्क यू आमास मामा तपाईँ बुढा दामी गिफ्ट ल्याइदियो छ यहाँबाट उयो पनि आउँछ त खोइ पार्नुबाट कस्तो दामी है मामाले त खतरा गान ल्याइदिएछ त छोरी भान्जीलाई त यो गानबाट के आउँदैछ सबैलाई लगाइदिन्छु म जेरी पनि सफा गर्छ यहाँ चाहिँ हुनुहुन्छ मेरो बाबा बेस्टीहरू अनि आज चाहिँ मेरो काम चाहिँ घर सफाइ हो है जेनिसिस पनि गर्ने हो घर सफाइ सुरु गर्नुपर्ने एकदम पुरा घर सफाइ हुन्छ आजबाट चाहिँ मेरो सबैलाई नमस्कार छ बेस्टीहरू यी बल्ल बल्ल मैले घरको साफ सुग्घरहरू सकेँ है अन्त चाहिँ बल्ल बल्ल काम सकेर फ्रेस भएँ है मेरो चाहिँ गोरुबथानको चटपटे आइपुग्यो है आमुसले सबै किनिदिएर नि त मासुहरू बल्ल बल्ल है गोरुबथानको चटपटे खाँदैछु अब चाहिँ कामहरू एकदम गरेर भर्खर नुहाएर है ठिक्कै बाबा आइपुग्नु भएछ सोमबारे बजारबाट हर्दी त छैन छ हर्दी के पनि ल्याइदिनु यो भएछ फ्रिजमा राख्नु यो चाहिँ जेठी फुपूलाई माइली फुपूलाई दिन्छु कि बनाएर उसले दिन्छ हामीले हो यो ल्याएको रहेछ सिस्नोको फुल यो यति बेसी हुँदैन अन्त फुपूलाई कहिले बनाएर माग्नु खानु मन परिरहेको छ यो फुल सिस्नो हेर्नुहोस् है दिनभरि काम पनि गरेँ है सफासुग्घर अनि बाबा आइपुग्नु भएछ है गोरुबथान आएपछि चटपटे मुरै यो नखाइ चाहिँ हुँदैन है गोरुबथान सँगसँगै यस्तो पनि याद आउँछ मलाई चाहिँ यो खाने हामीले खजुरको गुड है मुरै मेरो डिनर पनि रेडी हुँदैछ है यहाँ अदरक लसुन काट्दैछु चप्पल खोलेर मेरा यसरी गजार्नेर यसरी गरेर तपाईँले आन्छ होला पनि उनीहरू तपाईँको घरमा पनि पिङ्क छ भने कमेन्ट गर्नु होला अनि माछा खानु होला फेरि टाइम फुड गाइस आई लभ यु भेरी मच बाजेले तेल पनि लगाइदिएको छ पानी हाम्रो भाइ छैन त्यही भएर जोडले तिर्खा लाग्यो पानी छ कि छैन आज पापाको पनि मजाले सफा गरिदिएको छु फ्रिज पनि आज यो चाहिँ यसको काम हो बेस्टीहरू पानी यो चाहिँ लगाइरहेको छु मैले पानी किनकि म चाहिँ पिउने हो पानी तिर्खा लाग्छ अन्त यहाँ चोचेको मासु अलिकति चाहिँ राखेँ मैले है बेसी भएर बाबाले यहाँ खालको मासुहरू ल्याइदिइराख्नु भएको छ छोरी आएको छ भनेर दहीहरू चाहिँ मैले केही ल्याइनँ अनि यो चाहिँ योजुको काम हो योजुले सफा गरेको आज एकदम सफा छ चाहिँ पिउने छु बेस्टीहरू एकदम गरम छ तिर्खा पुरा लाग्छ मलाई है गरम पुरा छ आज त सब सफाइ देख्नु भयो होला